आर सो एक्साइटेड अब यहाँ हामी वर्ल्डर वाइडको घर कहाँ छ भनेर खोजिरहेछौँ। यस्तो वार्निङहरू छ गाइज, हेर्न आइरहेछन् गाइज। यो घरको सामान यो ट्रकमा हालेर हामी जाँदैछौँ 3 दिने यात्रामा। आयोवाबाट एरिजोनासम्मको यात्रा, क्यान्सस, ओक्लाहामा, टेक्सस, न्यू मेक्सिको हुँदै फिनिक्ससम्म पुग्नेछौँ। टोटल यात्रा 22 घण्टाको हुनेछ भने हामी 1435 माइल्स गाडी कुदाउनेछौँ। यो चाहिँ मेरो टिम। हामी ट्राभल गर्दैछौँ 4 जना, म, श्रीराम दाई, प्रवीण दाई र विश्वास। र यही ट्रिपमा म अमेरिकाको फेमस बस ग्रेहाउन्डको पनि एक्सपिरियन्स लिनेछु। खै सोफा सिट छैन, खै टिभी छैन, ड्राइभरको छुट्टै क्याबिन टाइपको छैन, केही पनि छैन गाइस। एउटा चार्जिङ पोर्ट मात्र छ। भ्लग स्टार्ट गर्नु हो कि केही दिन पछाडि जाउँ है त। हाम्रो लाइफ गराजमा चलिरहेको थियो। सब सामान गराजमा स्टक गरेर खाना पनि हामी गराजमै पकाइरहेका थियौँ। गराज लाइफ, हेभी रेन, फ्लड, ब्याकयार्ड रमाइलो चलिरहेको थियो। एमसी मलाई धेरै राम्रा सम्झनाहरू दिएको थियो। यही ठाउँमा मैले धेरै साइकल चलाएँ, नयाँ ठाउँ घुमेँ र धेरै भ्लगहरू पनि बनाएँ। यहाँ बिताएका हरेक पल मेरो लागि विशेष रहनेछ। Now it's time to say goodbye to this beautiful place until we meet again. Thank you, Ames. It's a 20 feet fuel truck. सुबहरू यो दुईवटा लिएर चाहिँ हामी भोलि यहाँबाट निस्किँदैछौँ। हाम्रो ट्रिप हुनेछ 3 दिनको। हाम्रो फर्स्ट डेस्टिनेसन भनेको क्यान्सस। ड्राइभ स्टार्ट गर्नुभन्दा 1 दिन अगाडि हामीले सामानहरू प्याकिङ गर्ने स्टार्ट गऱ्यौँ र प्याकिङ गरेपछि लोड गर्नुपर्ने। सामान प्याक गर्नु भनेको केवल बक्समा सामान राख्नु मात्र होइन, त्यससँगै धेरै सम्झना, धेरै अनुभव र एउटा जीवनको अध्याय पनि समेटिँदै थियो। हरेक सामानसँग कुनै न कुनै कथा जोडिएको थियो। त्यो सबै समेट्दै गर्दा मन अलि भारी पनि भइरहेको थियो। यसमा के छ यो पनि न्यू टी सर्ट्स। त्यो दिन हामीले 80% जस्तो लोड गरियो। काम सक्दै रात पर्यो, पानी पनि पर्न स्टार्ट भयो। बाहिर पानी पर्दा भित्र हामी खाना खाएर रेस्ट गरियो। नेक्स्ट डे फर्स्टमै लोडिङ सकेर बेलुका हिँड्नलाई रेडी भयो। म चाहिँ लास्ट पटक थकाइ मेट्न घर पछाडिको रुख मुनि पल्टिएँ। र घरमा फलेको पिचको अन्तिम पटक स्वाद लिए। Okay.
रेडी हो त ओके यो स्टेटमेन्ट हुँदैन सेटअप मिलेछ जे होस् मिलेछ हेर्दैछु चार्ज चाहिँ 88 भन्दा माथि पनि गएन क्या यसबाट जाँदैन रहेछ कि तिम्रो घट्न दिन्न अनि चार्ज माथि पनि जाँदैन एज इट इज राखिरहेछ जिरो हुँदा होइन नेगेटिभ जेरो हुँदैन तिमीसँग त्यो छ भन्थ्यौ त हो यो यस्तो पावरफुल ल्याएको छ झन् मैले टाइप सी यो यसबाट त डाइरेक्ट करेन्ट आउने हो नि त त्यो युज गरौँला नि त यही गरेको छु त्यही पनि भएन एकछिनमा होला कि तुरुन्तै हुन्छ अहिले भएन नि के जुगाड लगाउँला होइन आज हाम्रो ड्राइभ आइवादेखि क्यान्सस सिटीसम्म हुनेछ आज हामी 3.5 घन्टा जस्तो गाडी चलाउँछौँ क्यान्सस सिटी पुग्दा रात परिसकेको थियो सहरको वास्तविक सौन्दर्य हेर्ने मौका त मिलेन तर रातको शान्त सडक हुँदै यात्रा गर्नुको आफ्नै मजा थियो सिटी पुग्यौँ अझै 1 घन्टा जस्तो बाँकी छ त्यसपछि हामी आजको डेस्टिनेसनमा पुग्छौँ अहिलेसम्म रमाइलो भइरहेको छ विश्वास चलाइरहेको छ मजा बसिरहेको छु सबै कुरा ठिक छ गाइजहरू ट्रक चलाएर हिँडेछन् अब हामीभन्दा चाहिँ 10 माइल जस्तो पछाडि छन् सायद हामी पुग्ने टाइमिङ चाहिँ अलमोस्ट सेम नै हुन्छ विश्वास चाहिँ त्यहाँ छ अर्को पटक दिनको उज्यालोमा यो सहरलाई अझ राम्रोसँग हेर्ने आशा राख्दै हामी अगाडि बढ्यौँ दाइहरूलाई कुरौँ होइन अनि डिसाइड गरौँ ल बेलुका अलि ढिलो ड्राइभ सुरु गरेको हुनाले हामी 10 बजीतिर बल्ल क्यान्सस सिटी पुग्यौँ ल दाइहरू पनि भर्खर आइपुग्नु भयो अब हामी हल्का फ्रेस भएर केही खान निस्किन्छौँ अनि आजलाई रेस्ट गर्छौँ त्यसपछि भोलिको फेरि कन्टिन्यू हुन्छ ड्राइभिङ कस्तो भयो त दाइ राइड ड्राइभ समटाइम्स च्यालेन्जिङ त्यो उसमा चाहिँ त्यो अलिकति च्यालेन्जिङ जस्तो भयो एक्जिट लिने बेला मिस होला जस्तो भयो कन्स्ट्रक्सन पनि हल्का फङ्सन भयो No, you're in Kansas. Yeah, you're outside Kansas, Kansas. Thank you. त्यहाँ पुग्दा हामीलाई एकदमै भोक लागेको थियो त्यसैले त्यही नजिकैको एउटा बारमा हामी छिर्यौँ तर त्यो बारको किचन राति भएको हुनाले बन्द भइसकेको थियो र लास्टमा हामीले 7-Eleven को पिज्जा खाएर चित्त बुझायौँ यस्तै खिच्ने हो नि त यसरी खिच्दा के कुरा गर्ने त तिम्रो के छ कुरा यसमा प्रवीण के छ तिम्रो यसमा कुरा मनको कुरा के छ मनको कुरा एकदम गहिरो छ निन्द्रा लागेको छ मनको कुरा गहिरो छ कति बजेको छ 1:16 गइरहेको 1:16 गयो गाडीमा अब नो र हामी अब पिज्जाको पर्खाइमा छौँ पिज्जा र विङ्स त्यो विङ्स हालेर उड्नुपर्छ यसले हालेर उडेर चाहिँ होटलमा पुग्नेछ त्यहाँबाट 10 मिनट लाग्छ तिम्रो के छ यसमा कुरो खाना खोजिरहेको छु भोक नै होला अहिले त एकदम भोक मिठोको भोजन मिठो त मिठो त भोक तर भोजन पनि अलिक मिठो चाहिन्छ राति चाहिँ मजाले सुत्यो दामी होटेल बवाल बेड होइन बिहान ब्रेकफास्ट पनि अति दामी मजाले खाइयो हिजो राति मजाले सुत्यो एकदम रिल्याक्सिङ भयो होइन थाके पनि थियौँ दिउँसभरि लोड गर्दा गर्दा अनि अलिकति ड्राइभ ल आजको हाम्रो ड्राइभ स्टार्ट भयो डे 2 बिहानको अहिले बजिरहेछ अलमोस्ट 11 आजको हाम्रो ड्राइभ छ एकदमै लामो 600 माइल अनि के अरे आवर चाहिँ छ 9 घन्टा हाम्रो ड्राइभ छ हामी चाहिँ यहाँ क्यान्सस सिटीबाट अल्बुकर्की पुग्छौँ आज अल्बुकर्कीमा गएर आज बस्छौँ दाइहरू चाहिँ हिँडिसक्नुभयो आई डोन्ट नो कहाँ पुग्नु छ लोकेसन सेयर गर्नुभएको छ त्यस हामीभन्दा 1 घन्टा अगाडि हिँड्नुभयो हामी बेराउँछौँ होला बाटोमा हामीले साह्रै नै मनमोहक दृश्यहरू देख्यौँ
हरियो घाँसे मैदानको बीचबाट गएको बाटो देख्दा लाग्यो कि हामी कुनै चलचित्रको दृश्य हेरिरहेको छौँ। हामी करिब 1 घन्टाको फरकमा यात्रा सुरु गरेका थियौँ। बाटोभरि भेट हुन्छ भन्ने त कल्पना पनि गरेका थिएनौँ, तर बीच बाटोमा अचानक सबैसँग भेट हुँदा निकै अचम्म लाग्यो। यस्तो संयोगले यात्रा झन् रमाइलो बनाइदिँदो रहेछ। कहिलेकाहीँ यस्तै साना सरप्राइजहरू नै यात्राको सबैभन्दा राम्रो सम्झना बन्ने रहेछन्। केही पर पुगेपछि 15 मिनटको ब्रेक लियौँ। मिठो सबवे खाएर फेरि आफ्नो बाटो ततायौँ। यही दौरानमा हामी क्यान्सस कटेर ओक्लाहामा आइपुग्यौँ। र ओक्लाहामा पछि टेक्सस पनि। टेक्ससमा हामीले देख्यौँ त्यहाँको सबैभन्दा ठुलो काउ फार्म। जता हेरे पनि गाई नै गाई थियो। केही देखिन्न कि बाटै देखिन्छ। पानी पऱ्यो, घाम पनि लगाइरहेको छ। सबले गर्दा टु मच पानी आइयो ब्रो, आइयो नि यार। चलायो केटोले, एक्लै हान्यो है आज। मजा आयो। गफ छुट्न पनि रमाइलो भयो। फाइनली टुकुमकुरी आइपुग्यो, जुन न्यू मेक्सिकोमा पर्छ। यो चाहिँ मोटेल टाइपको आजको हाम्रो स्टे होला, मोटेल टाइपमा। टुकुमकुरी पुगेपछि ठाउँको माहौल नै बेग्लै लाग्यो अनि मौसम पनि एकदम राम्रो थियो। केही बेर अघि परेको पानी रोकिएपछि आकाशमा इन्द्रेणी देखियो। त्यो दृश्यले हाम्रो यात्रालाई झनै विशेष बनाइदियो। साँच्चै भन्नुपर्दा यस्तो स्वागत कल्पना नै गरेका थियौँ। म चाहिँ मेरो त्यो ऊ मात्र लानु पर्ला, यो ब्याग मात्र लानु पर्ला। त्यसमा अब लुगा मात्र हो, अब त खासै केही पनि भिजिबल भयो क्या। फेरि लिएर जानु पर्ला है, एकछिन बोक्ने त हो, कोठैमा लगेर राख्नु पर्ला। त्यही हो न, त्यो गरेर नि हुन्छ। त्यो गरेर नि फिट अहिले त केही नहोला, राति गरौँ न। हुन्छ हुन्छ हुन्छ, ओके। मजाले यतिको भयो भने त मस्त चल्दैन। र न्यू मेक्सिको आएपछि मेक्सिकन डिस त चाख्नै पर्यो। त्यसैले हामी गएर त्यहाँको फेमस रेस्टुरेन्ट ला सिताबाट केही खानेकुरा प्याक गरायौँ। हेभी नै छ क्या, हेभी छ। हेभी छ गाइस, पछाडि राख्यो। आयो नि, हरहरती आयो यार। लेट्स गो होइन त। यहाँ हाम्रो चाहिँ दिस पेन्टिङ इज अ ट्रु रिफ्लेक्सन अफ
reflection of Arizona or New Mexico. This is very good. Nicely done. Nicely done painting. यो चाहिँ हाम्रो $68 को बोतल हो नि नाम के यसको 68 आउट द डोर huh? आउट द डोर 68 final price. सो 150 भित्र सबै कभर छ 68 times 2 दुईटा हिजोको चाहिँ तर हो नि त फेरि हिजोको चाहिँ एउटाको 115 एउटाको चाहिँ 130 तर हामीलाई यही रेन्जमा यतिको भयो भने त यो दिस इज जस्ट एज गुड एज हिजोको र आजकोमा आयो नि Day 2, day 3. Welcome in. Let's go. Day 3 and the? Huh? Day 3. There you go. आजको हाम्रो सर्ट अफ डिस्क्रिप्सन आजको अलिकति भन्दै आज हामी यहाँ चाहिँ न्यू मेक्सिकोको टुकुमुकुरी भन्ने ठाउँबाट हामी ग्लेनडेल एरिजोना जाँदैछौँ इट्स गोना टेक 9 hours and we are going to switch back and forth every 2 to 3 hours switch the drivers and change our roads and enjoy the snack have some let's go. हामी अब निस्किनलाई रेडी छौँ अब यहाँबाट निस्कौँ मजाले आज फिनिक्स पुगिन्छ त्यसपछि मिल्सी the driver 1 and driver 2 सो हामी अब अल्बुकर्की पुग्दैछौँ विश्वासले स्टिल गाडी चलाइरहेछ अनि हाम्रो एक्कासी प्लान के भयो भने हामी ब्रेकिङ ब्याडको वाल्टर वाइटको घर हेर्न जान्छौँ त्यहाँ त विश्वास हो ओके कति एक्साइटेड छौ ब्रो म लास्ट एक्साइटेड छु ल गाइज हामी नेबरहुडमा पुगिसक्यौँ होइन वी आर सो एक्साइटेड अब यहाँ हामी वाल्टर वाइटको घर कहाँ छ भनेर खोजिरहेछौँ मेबी त्यही हो यो होइन नि यार यस्तो भनेर अहिले यिनीहरूले सेड हाल्यो होला कति छ 38 यो हो नि हो ल यो त्यो त के मान्छे नबस्ने टाइपले नो इन्ट्री प्राइभेट प्रपर्टी प्राइभेट ड्राइभ ए ओके नाइस सबैजना हेर्न आइरहेको छ गाइज सही हो यार बस्दैन तिनीहरूले आई थिंक त्यो भइसकेको छ नि त्यतिको छोड्दै त्यो पनि हुनसक्छ यार एरिजोनाको सडक यात्रा गर्दा गर्दै एउटा सानो इच्छा पनि पुरा गर्ने मौका मिल्यो धेरै वर्षदेखि सिरिजमा मात्र देखेको वाल्टर वाइटको घर आफ्नै आँखाले हेर्न पाउँदा छुट्टै अनुभव भयो यस्तो वार्निङहरू छ गाइज होइन मान्छे बस्छ कि बस्दैन चाहिँ थाहा छैन हामीलाई तर यसरी डु नट डिस्टर्ब भनेर पुरै वार्निङ राखेको छ त्यहाँ पनि हुन्छ नि नो इन्ट्री होइन के लेखेको छ अनेक छ यार यहाँ यतै रोड कहिलेकाहीँ पर्दामा देखेका ठाउँहरू वास्तविक जीवनमा देख्न पाउँदा त्यत्तिकै रोमाञ्चक लाग्दो रहेछ त्यो सानो स्टेपले हाम्रो यात्रामा अर्को रमाइलो सम्झना थपिदियो मजा आयो यहाँको त नेबरहरूले पनि कहाँनिर हो तेरो गराउन ठ्याक्कै ब्रेकिङ ब्याड वाल्टर वाइटको घरको छेउमा टाइपको हो क्या अल्बुकर्कीबाट निस्किने बेला त्यहाँको एउटा इन्डियन रेस्टुरेन्टबाट हामीले लन्च प्याक गरायौँ लामो यात्रापछि मनपर्ने इन्डियन फुड भेटिनु आफैमा खुसीको कुरा थियो मेक्सिकन धेरै खाएर होला नान तरकारी लास्ट खान मन लागिरहेको थियो
बिच बाटोमा राम्रो ठाउँ देखेर भ्यू हेर्दै खाने प्लान गर्यौँ। त्यसमाथि अगाडि यस्तो सुन्दर दृश्य हेर्दै खाना खान पाउनु पनि आफैमा विशेष थियो। ठाउँ त फेरि बढै भेटेछ नि त खानलाई होइन। खै त मेन सामानै नल्याएर यार। चना मसाला दिउँसो किनेको बल्ल खाने फुर्सद भयो। सही हो। कस्तो दामी देखियो यार विश्वास, एन्टी लाइट जस्तो भएर सिनेमेटिक होइन, हिरो देखियो त यार। खायो केटोले यार ल्याम। यस्ता साना पलहरू नै पछि फर्केर हेर्दा सबैभन्दा धेरै सम्झना बन्ने रहेछन्। फुट्यो नि। र एकछिनमा मेरो ब्रान्ड न्यू फोन धुजा भयो। फाइनली हामी फिनिक्स इन्टर गर्यो। पाइलट जी चाहिँ स्टिल एकदम इनर्जीमा कुदाइराख्नु भएको छ। अहिले बजेछ रातिको कति बजेको 8:33 8:30 भयो। बिहान 11 बजे स्टार्ट गरायो नि त हाम्रो। देखाएको नि ब्लिङ गरेको देख्नु भएन? त्यत्रो ब्लिङ गरेको देख्नु भएन? लास्ट मजा आयो गाइस। टक्क ब्रेकिङ ब्याड एरिया घुमियो। टाइम पनि ठिक टाइममा म ठिक्क छिर्ने बेलामा आइपुग्यो। पर्फेक्ट टाइमिङ नि गाइस। यो हाम्रो होटल गाइस, एरिया अति दामी छ। यस्तो मजा लाएर म त हिँडेर गएको आफ्नो खाना लिन। त्यसो गर्नु हो यो। ओ म्यान, त्यसो के हुन्छ? भोलि भोलि थाहा हुन्छ। एक्चुअली सबै लिएर जानु पर्यो नि अब त्यो के हो? होइन भोलि फेरि जानै पर्छ। पर्दैन है। पर्दैन राख्ने हो नि त तपाईँ। चाहिँदैन केट पनि चाहिँदैन। आफ्नो छुट्टी झोला के लाग्छ। दुईटा नट ब्याड। ब्रेकफास्ट इन्क्लुड। ब्रेकफास्ट खानुको हो सर। 10 बजेसम्म ब्रेकफास्ट छ। दुईटै ब्रेकफास्ट खानुको म चलिरहेको छ नि त 2 घन्टा अगाडि आएर होइन। ल आजको रुम हाम्रो गाइस अब सुतिन्छ आनन्दले। छिटो आएर रेस्ट गर्दा मजा आयो होला नि त। के अर्जेन्टिनालाई फेभर गरेर फेरि हो। सही हो। Hottest day so far this year. And there is really little relief ahead right now with extreme heat warnings in effect through the weekend. So this black asphalt parking lot, according to the heat gun, is clocking in at about 160 degrees. दिउँसोको 11 बजे सामान अनलोड गर्न थालियो। धेरै गर्मी भएको हुनाले 15 मिनट काम र 15 मिनट रेस्ट गर्दै सामान बाट्न थाल्यो। हामीले यहाँ कलरको एकदम लास्टै नै गर्मी छ आज। वाइड गर्मी छ गाइस होइन। कति के भएछ?
ए ठिक छ बन्द गरिदिनु तपाईँले इन्जिन इन्जिन गाडीमा अलमोस्ट सारिसक्यो न मध्येको बाँकी छ अन्त्यमा सबै सामान घरभित्र सार्ने काम सकियो। घरभरि सामान छरपष्ट थियो, तर त्यसैमा पनि छुट्टै खुसी थियो। Good. Thank you, Viswas. कताबाट घुम्नु? Viswas is पाउने यहाँ ड्रपले। यो त एकदम हार्ड जब गर्दैछ यहाँ guys. As you can see, he's carrying really big box. ठीक ल तेल भन्नु न अब यहाँ हाम्रो विश्वासले मिठो खाना पकायो। हामी सबैले सँगै बसेर खाना खायौँ र त्यो पल रमाइलोसँग बित्यो। काउन्टर टप छ त उभिएर खाइदिनु सामान सबै जानु सक्यो अनि रेडी छौँ अब यो घरलाई ड्रपअप गर्नुलाई क्लिनअप पनि भइसक्यो अल सेट हुँदै अब के त्यसपछि भ्यान फिर्ता गरियो। सबैजना आफ्नो बाटो लागे। म पनि केही दिन त्यहीँ बसेँ। अन्तिममा आफ्नो नयाँ यात्रातर्फ लागे। As I looked around our new place, I couldn't help but think about everything it took to get here. The long days, the garage life, the endless packing and loading, the heavy rain, the exhausting drive, and every challenge along the way. It all felt worth it in the end. After spending a couple of days settling in, it was finally time to say goodbye to Phoenix. Thank you for the memories, the adventures, and the lessons. This isn't a farewell forever. It's just goodbye for now. Until the next adventure. खै सोफा सिट छैन खै टिभी छैन केबल छैन एउटा चार्जिङ बोर्ड मात्र छ कहिलेकाहीँ यात्रामा धेरै बोल्नै पर्दैन। अगाडिको बाटो, साथमा आफ्ना मान्छे अनि मनभरि नयाँ अनुभव, यही नै यात्रा सुन्दर बनाउने